नमस्कार। नेपालको राजनीतिमा एउटा नयाँ शक्तिको उदय भयो, राष्ट्रिय स्वतन्त्र पार्टी, जसलाई हामी रासपा भनेर चिन्छौं। उनीहरूले 2049को चुनावमा एउटा घोषणापत्र ल्याए, वाचापत्र। अब यसमा देशका लागि के कस्ता वाचाहरू छन् त? आउनुहोस् यसको गहिराईमा डुबुल्की मारौं। ल अब अलिकति भित्रै छिरेर हेरौँ है त। आखिर यो निकै चर्चामा रहेको वाचापत्रमा के छ त्यस्तो? के छन् त उनीहरूका खास वाचाहरू? के छन् योजनाहरू? नेपालको भविष्यलाई लिएर उनीहरूको सोच कस्तो छ? ल एक एक गर्दै चिरफार गरौँ। अब हेर्नुस्, कुनै पनि समाधान दिनु अघि त समस्या के हो भनेर चिन्नु पर्यो, होइन र? त्यसैले यो वाचापत्रले पनि सुरुमा नेपालका मुख्य समस्याहरू के हुन् भनेर औल्याइएको छ। रासपाको नजरमा हाम्रो देशका सबैभन्दा ठूला चुनौतीहरू के रहेछन् त? सबैभन्दा पहिलो र सायद सबैभन्दा ठूलो चिन्ता त्यो हो प्रणालीगत भ्रष्टाचार। उनीहरूको विश्लेषणले के भन्छ भने देशमा जरा गाडेर बसेको यही भ्रष्टाचारले गर्दा नै विकासका कामहरू अघि बढ्न सकेका छैनन् अनि धनी र गरिब बीचको दूरी झन्झन बढ्दै गएको छ। त्यसपछि अर्को कुरा आउँछ सरकारी निकायहरूमाथिको विश्वासको कमी। भनौँ न, आम मानिसले सरकार र सरकारी अड्डालाई विश्वास गर्नै छाडेको अवस्था। अनि अर्को महत्त्वपूर्ण कुरा संविधानमा रहेका केही अस्पष्टताहरू। यसले गर्दा शासन प्रणाली कसरी चलिरहेको छ भन्नेमै अन्यल छ भनेर वाचापत्रमा उल्लेख छ। अनि अर्को एउटा एकदमै महत्त्वपूर्ण समस्या त्यो हो न्यायमा पहुँचको अभाव। साधारण नागरिकले समयमा र निष्पक्ष तरिकाले न्याय पाउन कति गाह्रो छ भन्ने कुरालाई पनि उनीहरूले प्रमुख समस्या मानेका छन्। र यो त साँच्चै भन्नुपर्दा हरेक आम मानिसको दिनदिनैको सरोकारको विषय हो नि, होइन र? यो एउटा भनाइ हेरौँ त, यसले उनीहरूको सोचलाई एकदमै प्रष्ट पार्छ। उनीहरू भन्छन् यो बहुमत कुर्सीको लागि होइन, यो त देशको दुर्गति बदल्ने अन्तिम मौका हो। मतलब उनीहरूको लागि यो चुनाव सत्तामा पुग्ने खेल मात्रै थिएन, बरु देशको दिशा नै परिवर्तन गर्ने एउटा अन्तिम अवसर हो भन्ने उनीहरूको बुझाइ देखिन्छ। ल, समस्याहरूको कुरा त भयो। अब पालो आयो समाधानको। रासोपाले आफ्नो वाचापत्रमा 5वटा मुख्य वाचाहरू, भनौँ न 5वटा स्तम्भहरूमा टेकेर आफ्नो कार्ययोजना अघि सारेको छ। के हुन् त ती 5 मूल वाचाहरू? ल हेर्दै जाउँ। यहाँ हेर्नुस् त, यो तालिकाले उनीहरूको प्राथमिकताको एउटा खाका नै दिन्छ। शासन प्रणाली, आर्थिक विस्तार, रोजगारी, कनेक्टिभिटी र विदेशमा रहेका नेपालीहरूको संलग्नता। यिनै 5 कुराले उनीहरूको सम्पूर्ण योजनालाई डोहोर्याएको देखिन्छ। अब चाहिँ यी हरेक प्राथमिकतालाई अलिकति खोतलेर हेरौँ है त। ल, पहिलो प्राथमिकता सदाचार र असल शासन। यसभित्र उनीहरूको एउटा ठूलो वाचा छ विक्रम सम्वत 2080सम्ममा कागजविहीन र फेसलेस सरकार बनाउने। अब यो भनेको के हो त? सीधा भाषामा भन्दा सरकारी काममा कागजको झन्झट हटाउने र कर्मचारीको अनुहार नै नहेरी, मतलब सोर्सफोर्स नलगाई डिजिटल प्रणालीबाटै सेवा दिने। यसले काम छिटो हुन्छ र भ्रष्टाचार पनि घट्छ भन्ने उनीहरूको सोच हो। अब दोस्रो वाचामा जाउँ, जुन अर्थतन्त्रसँग जोडिएको छ। यहाँ एउटा निकै महत्त्वकांक्षी लक्ष्य राखिएको छ, नेपालीको प्रति व्यक्ति आयलाई बढाएर कम्तीमा 3000 अमेरिकी डलर पुर्याउने। अहिले यो लगभग $1300 हाराहारीमा छ, मतलब झण्डै दोब्बरभन्दा बढी बनाउने लक्ष्य। यसको मुख्य उद्देश्य भनेको देशमा एउटा बलियो मध्यम वर्ग तयार पार्नु हो। अनि तेस्रो वाचा, जुन सायद धेरै युवाहरूको चासोको विषय हो, काम काम अनि काम। यसमा बेरोजगारीको समस्यालाई सिधै सम्बोधन गर्ने कुरा छ। वाचापत्रमा के भनिएको छ भने उत्पादन, पर्यटन, कृषि, ऊर्जा र सेवा जस्ता क्षेत्रहरूमा लगानी बढाएर 12 लाख नयाँ रोजगारी सृजना गर्ने। यो निकै ठूलो संख्या हो। चौथो प्राथमिकता हो कनेक्टिभिटी, अर्थात् देशलाई जोड्ने कुरा। यसमा पनि एउटा एकदमै ठोस लक्ष्य छ, 30,000 किलोमिटर गुणस्तरीय सडक बनाउने। सोच्नुस् त, यदि सडक बन्दा गाउँ शहर जोडिन्छन्, व्यापार व्यवसाय बढ्छ, देशको आर्थिक विकासको लागि यो एकदमै महत्त्वपूर्ण कदम हुन सक्छ। कनेक्टिभिटीभित्र सडक मात्रै होइन, ऊर्जा पनि पर्छ। र यहाँ पनि एउटा ठूलै लक्ष्य छ, विद्युत उत्पादनलाई बढाएर 15,000 मेगावाट पुर्याउने। यो लक्ष्य पूरा भयो भने नेपाल ऊर्जामा आत्मनिर्भर मात्रै होइन, निर्यात गरेर आम्दानी पनि गर्न सक्छ। र अब 5औं र अन्तिम प्राथमिकता, त्यो हो प्रवासमा रहेका नेपालीहरूसँग सम्बन्धित। यसमा के भनिएको छ भने विदेशमा बस्ने नेपालीहरूलाई केवल रेमिटान्स पठाउने माध्यमको रूपमा मात्रै नहेर्ने, बरु उनीहरूको ज्ञान, सिप र पैसालाई देश विकासमा कसरी लगाउन सकिन्छ भनेर एउटा ठोस रणनीति बनाउने, उनीहरूलाई विकासको साझेदार बनाउने कुरा गरिएको छ। ल,
यी त भए तत्कालका 5 वाचाहरू। तर घोषणापत्र यतिमै सकिँदैन। यसले एउटा लामो, भनौँ न दीर्घकालीन सपना पनि देखाएको छ। अब हेरौँ विक्रमसम्म 2087 सम्ममा, मतलब अबको लगभग 10 वर्षपछि रासोपाले नेपाललाई कस्तो देखेको छ त। उनीहरूको दीर्घकालीन सपनाको मुटुमा के छ भने एउटा यस्तो समाज बनाउने जहाँ कुनै पनि किसिमको भेदभाव नहोस्, चाहे त्यो संरचनागत होस् वा सामाजिक। मतलब सबैले बराबर अवसर पाउने एउटा समावेशी र समतामूलक समाज बनाउने उनीहरूको लक्ष्य देखिन्छ। आर्थिक हिसाबले पनि 2087का लागि केही ठूला लक्ष्यहरू छन्, जस्तै कि अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने र आयातभन्दा निर्यात धेरै गर्ने, घरभित्रै 5000 मेगावाट बिजुली खपत गर्ने, अनि रेमिट्यान्सबाट आएको पैसालाई लगानी गर्न एनपीएफ रेमिट्यान्स लगानी कोष भन्ने एउटा कोष नै बनाउने। पूर्वाधारको कुरा गर्दा पनि एउटा भविष्यमुखी सोच देखिन्छ। ठूला शहरहरूमा सार्वजनिक यातायातलाई पूरै आधुनिकीकरण गर्ने योजना छ, जस्तै स्मार्ट सिटी बस चलाउने अनि ट्राफिकलाई आफै व्यवस्थापन गर्ने इन्टेलिजेन्ट ट्रान्सपोर्ट सिस्टम जडान गर्ने। यस्तो भयो भने शहरको यात्रा पक्कै पनि निकै सजिलो हुनेछ। छोटकरीमा भन्नुपर्दा रासोपाको यो वाचापत्रले नेपालको लागि एउटा निकै आशावादी र फराकिलो भविष्यको तस्विर देखाउँछ। एउटा यस्तो नेपालको परिकल्पना जहाँ सफा ऊर्जा छ, आधुनिक पूर्वाधार छ र समाजमा सबैले न्याय पाएका छन्। यी सबै मिलेर देशलाई एउटा नयाँ उचाइमा लैजाने सपना देखाइएको छ। तर अब अन्तिममा एउटा ठूलो प्रश्न उठ्छ, के कागजमा लेखिएका यस्ता वाचाहरूले साँच्चै देशको मुहार फेर्न सक्छन् त? के यो महत्वाकांक्षी योजनालाई वास्तविकतामा उतार्न सम्भव छ? खैर, एउटा घोषणापत्रले कोरेको सपना कति पूरा हुन्छ, कति हुँदैन, यसको उत्तर त अब समयले नै देला, र यसको मूल्याङ्कन गर्ने जिम्मा पनि आम नागरिककै हो।